नमस्कार आईक्यू लोकसेवा युट्युब च्यानल हेरेर बस्नुभएका सम्पूर्ण विद्यार्थी मित्रहरूलाई म स्वागत गर्न चाहन्छु। मैले विभिन्न किसिमका टपिक्सहरुको चाहिँ भिडियोहरु अपलोड गर्ने गरेको छु। तपाईहरुलाई पक्कै पनि क्लासमा पढिसकेपछि यो भिडियोहरु हेर्दाखेरि सजिलो होस् भनेर यस्तो मैले गरिरहेको छु। अब आज हामी योभन्दा अघिल्लो पार्टमा चाहिँ डेट एन्ड क्यालेन्डर हामी डेटको टाइप 1 र टाइप 2 पढ्यौं र अब यो पार्टमा चाहिँ हामी क्यालेन्डर सम्बन्धी क्वेशनहरु गर्छौं। विभिन्न किसिमका क्वेशनहरु म तपाईहरुलाई जति सक्यो त्यति सहज हुने तरिकाले म यहाँ गराउने छु। यदि तपाईहरुलाई मैले पढाएको तरिकाहरु यो तरिकाबाट सिकेर केही कुरा गर्न सकिन्छ भन्ने लाग्यो भने पक्कै पनि मेरो च्यानललाई चाहिँ सब्स्क्राइब गर्नु होला ताकि नयाँ नयाँ मैले हालेका भिडियोहरु तपाईले सजिलै हेर्न सक्नुहुन्छ र बेल आइकनलाई पनि तपाईले क्लिक गर्नुभयो भने बेल आइकनले चाहिँ नोटिस दिनेछ, नयाँ भिडियो आएको तपाईलाई नोटिस दिनेछ र मन पर्यो भने पक्कै पनि एउटा शेयर चाहिँ गर्नु होला ताकि अन्य साथीहरुलाई पनि यो भिडियोहरु साथीहरु सबै कहाँ पुग्ला। त्यो भयो हुनाले तपाईले एउटा शेयर चाहिँ जसरी पनि गर्नु होला। अब अहिले चाहिँ हामी क्यालेन्डर सम्बन्धी क्वेशनहरु गर्छौं। क्यालेन्डर सम्बन्धी क्वेशन गर्नु अगाडि हामीले पहिला सुरु बुझ्नुपर्ने कुरा के हो त भन्दाखेरि क्यालेन्डर हामीसँग इंग्लिश र नेपाली क्यालेन्डरमा हामीले जहिले पनि इंग्लिश क्यालेन्डरलाई प्रयोग गरिन्छ। किन नेपाली क्यालेन्डर प्रयोग गरिदैन त भन्दाखेरि नेपाली क्यालेन्डरमा महिनाको दिनहरु चाहिँ फिक्स हुँदैन। जस्तै वैशाख यो वर्ष वैशाख चाहिँ 29 को छ भने अर्को वर्ष वैशाख 30 को हुन्छ, अर्को वर्ष वैशाख 31 पर्छ। एउटै महिनाका गतेहरु दिनहरु पनि फरक फरक आउँछ नेपाली क्यालेन्डरमा। तर इंग्लिश क्यालेन्डरमा के हुन्छ भन्दा फिक्स हुन्छ। कुन महिनामा कतिवटा दिनहरु हुन्छन्, कुन महिना कति पर्छ सबै फिक्स हुन्छ। फेब्रुअरी बाहेक अरु सबै महिनाहरुको चाहिँ हामीसँग फिक्स हुन्छ। त्यो भएनाले सुरुमा हामीले चाहिँ महिनाका दिनहरु चाहिँ कुन महिनामा कतिवटा दिन पर्छन् त्यो थाहा पाउनु पर्यो। जस्तै जनवरी, फेब्रुअरी, मार्च, नोभेम्बर, डिसेम्बर यसरी 12 वटा महिना इंग्लिश क्यालेन्डरमा हुने यी 12 वटा महिनाहरुमा कुन महिनामा कतिवटा दिन पर्छन् जस्तै जनवरी 31, फेब्रुअरी चाहिँ 28 र 29 को हुन्छ। साधारण वर्षहरुमा फेब्रुअरी चाहिँ 28 को हुन्छ, लिप इयरमा फेब्रुअरी कतिको हुन्छ त 29 को हुन्छ। जनवरी, फेब्रुअरी, मार्च, अप्रिल, मे, जुन, जुलाई, अगस्त। जुलाई र अगस्त दुईटै 31 को महिना हुन्छ। यो दुईटै 31 को महिना हुन्छ जुलाई र अगस्त। सेप्टेम्बर, अक्टोबर, नोभेम्बर, डिसेम्बर यसरी चाहिँ डिसेम्बर कतिको महिना हुँदै छ त 31 को महिना हुँदै छ। हामी यसरी 12 वटा महिनामा कुन महिनामा कतिवटा दिन हुन्छ यसरी पत्ता लगाउँछ। अब एक्जाममा चाहिँ हामीले यो घरमा कपीमा गर्दा त सजिलो छ, एक्जाममा यो मेथड गर्दा त लामो प्रोसेस हुन्छ। त्यो भएनाले जस्तै हामीले कुन महिनामा कतिवटा दिन हुन्छ भनेर थाहा पाउन सजिलो तरिका चाहिँ यसरी हातमा मुठी बनाउनु। सबैले त्यहाँ पनि बनाउनु, म यहाँ बनाएर सिकाउँछु तपाईहरुले पनि बनाउनु। यस्तो मुठी बनाउँदा हातमा यो टाकुरो भाग पनि छ र यसको बीचमा यो गहिरो गहिरो भाग पनि छ। हेर्नु सबैको हातमा यो टाकुरो गहिरो होला, टाकुरो र गहिरो भागहरु हुन्छ। यो गहिरो भाग हामी गर्न सुरु गर्छौं यो टाकुरोबाट। यहाँबाट गर्न सुरु गर्ने टाकुरोमा जनवरी, गहिरोमा फेब्रुअरी, टाकुरो गहिरो हुँदै आउनु पर्यो। जनवरी, फेब्रुअरी, मार्च, अप्रिल, मे, जुन, जुलाई, अगस्त। जुलाई अगस्त चाहिँ दुईटै टाकुरोमा, जुलाई अगस्त दुईटै टाकुरोमा किनभने 31 को महिना हो। दुईटै टाकुरोमा। सेप्टेम्बर गहिरोमा, अक्टोबर, नोभेम्बर, डिसेम्बर। डिसेम्बर केमा आयो त सबैको टाकुरोमा आउनु पर्यो। यसै तपाईहरुले 4-5 चोटी प्र्याक्टिस गर्ने, टाकुरोबाट गर्न सुरु गर्ने। जनवरी, फेब्रुअरी, मार्च, अप्रिल, मे, जुन, जुलाई, अगस्त, सेप्टेम्बर, अक्टोबर, नोभेम्बर, डिसेम्बर। डिसेम्बर चाहिँ टाकुरोमा आउनु पर्यो। हो यसरी चाहिँ हामीले गर्न सक्छौं। यसरी गर्दै गर्दाखेरि यो टाकुरोमा पर्ने महिनाहरु चाहिँ 31 दिन हुन्छन्। यी महिनाहरुमा टाकुरोमा जुन जुन महिना परेको भन्दा 31 दिनका हुन्छन् र गहिरोमा पर्ने महिनाहरु के हुन्छ त 30 दिनको महिना हुन्छ। फेब्रुअरी बाहेक, फेब्रुअरी चाहिँ साधारण वर्षमा चाहिँ 28 हुन्छ, लिप इयरमा 29 हुन्छ। यति कुरा चाहिँ हामीले पहिला सुरुमा जान्नु पर्यो। जस्तै नर्मल इयर, नर्मल इयरमा कति हुन्छन् त 365 दिन हुन्छन्। एउटा साधारण वर्षमा 365 दिन हुन्छन् र एक साधारण वर्षमा फेब्रुअरी कतिको हुन्छ त फेब्रुअरी 28 को हुन्छ र अड डेज चाहिँ कति हुन्छ अड डे 1 हुन्छ। एउटा साधारण वर्षमा फेब्रुअरी 28 को हुन्छ र अड डेज कति हुन्छ त 1 को हुन्छ साधारण वर्ष। यो तपाईहरुले कपीमा सार्दा पनि हुन्छ यो कुराहरु। अब त्यस्तै लिप इयर, एउटा अधिक वर्ष, एउटा अधिक वर्ष, एउटा लिप इयरमा चाहिँ 366 दिन हुन्छ। एउटा लिप इयरमा चाहिँ 366 दिन हुन्छ। फेब्रुअरी 29 को हुन्छ र अड डेज 2 हुन्छ। हो एउटा साधारण वर्षमा 365 को दिन हुन्छ
फेब्रुअरी साधारण वर्षमा 28 हुने रहेछ, अड डेज कति हुने रहेछ त 1 हुँदो रहेछ, अड डेज 1 हुँदो रहेछ, बिजोड दिन चाहिँ 1 हुँदो रहेछ। त्यस्तै लिप इयरमा 366 दिन हुन्छन्, फेब्रुअरी 29 को हुन्छ र अड डेज 2 हुन्छ। यसरी हामीले यो छुट्याउन जान्नु पर्यो। अब यो छुट्याउँदाखेरि साधारण वर्ष र लिप इयर भनेको के हो यो पनि जान्नु पर्यो। लिप इयर भनेको कस्तो वर्ष हो? साधारण वर्ष भनेको त सबै भइहाल्यो। लिप इयर भनेको के हो त भन्दा प्रत्येक 4 वर्ष 4 ले मल्टिप्लाई जानेहरू, जस्तै 4 वर्षको फरकमा आउने वर्षहरूलाई लिप इयर भनिन्छ भने धेरै ठाउँ तपाईहरुलाई डेफिनेसन दिएको हुन्छ, त्यो सबै कुरामा म्याच गर्दैन। उले भन्न खोजेको र तपाईहरुको बुझाइमा फरक पर्ने हुन्छ। त्यो भएर हामीले जहिले पनि यो लिप इयरलाई के भनेर बुझ्छौं त भन्दाखेरि प्रत्येक 4 ले गुणन जाने वर्षहरू, 4 एकानी 4 2004, 4 दुना 8 2008, 4 तिया 12 2012, 4 चौको 16 2016, 4 पञ्चे 20, 4 ले गुणा जाने वर्षहरूलाई हामी के भन्छौं त लिप इयर भन्दछौं। र लिप इयरमा चाहिँ कतिवटा दिन हुँदो रहेछ वर्षमा 366 दिन हुन्छ। र त्यही लिप इयरमा फेब्रुअरी जस्तै 2004 मा फेब्रुअरी कति 29, 2008 मा फेब्रुअरी 29, 2012 मा फेब्रुअरी 29, 2016 मा फेब्रुअरी 29, हो लिप इयरमा चाहिँ फेब्रुअरी कतिको हुँदो रहेछ त 29। साथीहरु यो याद गर्न रमाइलो पनि छ। जस्तै फेब्रुअरी 29 मा पनि त बच्चा जन्मिन्छ नि। फेब्रुअरी 29 मा जन्मेको बच्चाको चाहिँ ह्यापी बर्थडे कति वर्षपछि आउँछ? तपाई हाम्रो ह्यापी बर्थडे प्रत्येक वर्ष आउँछ, तर फेब्रुअरी 29 मा जन्मेको मान्छेको बर्थडे कति आउँछ? 4 वर्षपछि आउँछ त्यसको बर्थडे। फेब्रुअरी 29 त 2004 को फेब्रुअरी 29 मा जन्मेको मान्छे त 2008 को फेब्रुअरी 29 मा हुन्छ। उसको ह्यापी बर्थडे 4 वर्षको फरकमा आउँछ है। त्यो कुराले पनि याद गर्न सकिन्छ। अब यति याद भइसकेपछि यहाँ भएको सबै कुराहरु तपाईहरुलाई आउने भो, बुझिन्छ। यो बिजोड दिन भनेको चाहिँ बुझिएन। अहिलेसम्म मैले गरेकोमा तपाईहरुलाई यो बिजोड दिन भनेको चाहिँ फरक छ। बिजोड दिन भनेको के हो त भन्दाखेरि कुनै पनि संख्या 6 सम्मका संख्याहरुको आफैमा अड डेज त्यति नै हुन्छ। 5 को 5 अड डेज हुन्छ, 6 को 6 हुन्छ, 3 को 3 नै हुन्छ, 2 को 2 नै हुन्छ अड डेज। तर यो भन्दा माथिको संख्याहरु कुनै 7 वा 7 भन्दा ठूलो संख्यालाई 7 ले भाग गरेर जति शेष आउँछ त्यो शेष आएको संख्यालाई हामी के भन्छौं त बिजोड दिन भनिन्छ। कुनै पनि नम्बरलाई 7 ले भाग गर्दाखेरि जति रिमाइन्डर आउँछ त्यो रिमाइन्डर आएको रिमाइन्डरलाई हामी के भन्छौं त अड डेज भनिन्छ। जस्तै 10 लाई 7 ले भाग गर्नु त कति आउँछ? 7 1 7 3। यो 3 के हो त? रिमाइन्डर 3 आयो, शेष 3 आयो भने यो 3 नै के हो त? अड डेज हो। एकदमै अड डेज चाहिँ एकदमै निकाल्न जान्नुपर्छ। जस्तै 31 को अड डेज कति हुन्छ? 7 ले भाग गरौँ, 7 चौको 28, 3 शेष हो नि, 7 4 जा 28, 3 रिमाइन्डर कति आयो त? 3 हो। यो रिमाइन्डर आएको संख्या नै के हो त? अड डेज हो। अब एउटा साधारण वर्षमा 1 अड डेज कति भयो? कसरी भयो त? एउटा साधारण वर्षमा 1 अड डेज कसरी भयो त भन्दा एउटा साधारण वर्षमा 365 दिन हुन्छन्। यसलाई 7 ले भाग गर्नु त 7 एकानी 7 पञ्चे 35, 1 आयो 15, 7 दुना 14, कति बच्यो त? 1 हो। यो के हो त? शेष। 1 शेष आयो भन्नु गर्दा यो रिमाइन्डर यो अड डेज कति रहेछ त? 1 अड डेज रहेछ। जति शेष आयो त्यो नै के हो त? अड डेज हो। एउटा साधारण वर्षको 1 अड डेज हुनेछ। 2001 को अड डेज कति भयो त? 1 भयो। त्यस्तै एउटा लिप इयरको अड डेज कति हुन्छ त? एउटा लिप इयरमा वर्षमा कति दिन? 366 दिन। यसलाई 7 ले भाग गरौँ, हो 7 पञ्चे 35, 1 ग 16, 7 दुना 14, कति आयो? 2। यो 2 के हो त? अड डेज। अड डेज भन्नुपर्दा एउटा लिप इयरमा एउटा अधिक वर्षको त्यसको अड डेज कति हुँदो रहेछ त? 2 अड डेज हुन्छ। यसरी चाहिँ हामीले अड डेज निकाल्न जान्नु पर्यो। अब 7 लाई 7 ले भाग गर्यो भने कति हुन्छ हेर्नु? 7 लाई 7 ले 7 1 जा 7, कति आयो रिमाइन्डर? 0। 0 को पनि भ्यालु हुन्छ यहाँ, ध्यान दिनु होला। 0 के हो त? अड डेज हो। अड डेज हो। यसरी चाहिँ हामीले छुट्याउन जानु पर्यो। अब यो अड डेज छुट्याउन जानिसकेपछि अब हामीले एउटा टेबल बनाउनु पर्यो। सबैले कपीमा चाहिँ यो टेबल सार्नु होला। कति अड डेज आउँदाखेरि के बार पर्छ भन्ने कुरा यो टेबलले छुट्याउँछ हामीलाई। आइत, शनि, 5 6 यसरी चाहिँ हाम्रो 7 वटै बारहरुको मैले अड डेज लेखिदिएको छु। जस्तै आइतबार 0 1 2 3 4 5 6। यो तपाईले कति अड डेज ल्याउँदा कुन बार पर्छ? यही हो। जस्तै 6 अड डेज आयो भने के बार पर्दो रहेछ? शनिबार। 3 अड डेज आयो भने के पर्दो रहेछ? बुधबार। 1 अड डेज आयो भने के पर्दो रहेछ? सोमबार। र 0 आयो भने कति पर्छ त? आइतबार। त्यो भावनाले 0 पनि शेष आउँछ। जस्तै 21 लाई 7 ले भाग गर्दा कति भयो? 7 त्यहाँ 21 0 हो। यो 0 आउँदाखेरि के बार पर्दो रहेछ त? आइतबार पर्दो रहेछ। हो। यसरी चाहिँ हामी थाहा पाउन सकिन्छ। यो टेबल तपाईले कपीमा सार्नु होला।
अब यति कुरा जानिसकेपछि अब हामी जान्नुपर्ने शताब्दी वर्षको बारेमा पनि छ। डेट एन्ड क्यालेन्डरमा कहिलेकाहीँ क्वेसन सिधै सोधे हुन्छ 100 सेन्चुरीमा कतिवटा अड डेज हुन्छन्, सेन्चुरी इयरमा चाहिँ कतिवटा अड डेज हुन्छन् भनेर दिएको हुन्छ। यो शताब्दी वर्षहरूको चाहिँ के छ त भन्दाखेरि जस्तै 100 सेन्चुरी, 200 सेन्चुरी, 300 सेन्चुरी, 400 सेन्चुरी, शताब्दी वर्षहरू लिपियर सेन्चुरी कति ठाउँमा चाहिँ सबै शताब्दी वर्षहरूलाई लिपियर सेन्चुरी भनिन्छ भनेर लेखेको हुन्छ। त्यो गलत हो, त्यो तपाईँले ध्यान नदिनु होला। कस्तो सेन्चुरी इयरहरूलाई लिपियर सेन्चुरी भनिन्छ त भन्दाखेरि 400ले गुणन जाने वा भाग जाने सेन्चुरी इयरहरूलाई मात्र के भनिन्छ त लिपियर सेन्चुरी भनिन्छ। 400ले चाहिँ भाग जानु पर्यो वा गुणन जानु पर्यो। अघि हामीले वर्षहरूमा 4ले गुणन जाने वर्षहरू लिपियर हो भनेको छौँ। त्यसै सेन्चुरी इयरहरू के हुन्छ त 400ले 400 एकानी 400 400 सेन्चुरी के रहेछ त लिपियर सेन्चुरी। त्यस्तै 400 दुना 800 800 सेन्चुरी लिपियर सेन्चुरी। 400 त्यहाँ 1200 1200 सेन्चुरी के हो त लिपियर सेन्चुरी। 1600 सेन्चुरी 2000 सेन्चुरी यी के हो त लिपियर सेन्चुरीहरू हुन्। यसरी हामीले छुट्याउने। अब यो सेन्चुरी इयरहरूमा कतिवटा अड डेज हुन्छन् त यो पत्ता लगाउन म सिकाउँछु हेर्नु होला। जस्तै 100 सेन्चुरी 100 वर्षमा चाहिँ 76 वटा साधारण वर्ष हुन्छन्, साधारण वर्ष हुन्छन् र 24 वटा चाहिँ अधिक वर्ष हुन्छन्, अधिक वर्ष हुन्छन्। एउटा साधारण वर्ष बराबर 1 अड डेज अघि हामीले पढिसकेका छौँ। 1 नर्मल इयर बराबर 1 अड डेज भन्ने बित्तिकै 76 वटा नर्मल इयरको कतिवटा अड डेज हुने भयो त 76 वटै हुने हो। अड डेज अड डेज बिजोड दिन अड डेज। त्यस्तै 24 वटा अधिक वर्ष, एक अधिक वर्ष बराबर कतिवटा बिजोड दिन हुन्छन् त 2, किनभने एक अधिक वर्षमा 366 दिन हुन्छन्। 366 लाई 7 ले भाग गर्दा कति आउँछ त 2 शेष आउँछ। त्यसको अर्थ एउटा लिप इयरमा कतिवटा बिजोड दिन हुन्छन् त 2। अघि नै हामीले गरिसकेका छौँ। त्यसको अर्थ 24 वटा अधिक वर्ष 24 वटा लिप इयरको चाहिँ कतिवटा बिजोड दिन हुन्छ त 24 दुना 48 हो। जोडौँ यो अड डेज, टोटल अड डेज जोड्दा कति भयो त 124 भयो। 7 भन्दा ठुलो आउने बित्तिकै त्यसलाई काटिहाल्ने हामीले त 7 भन्दा सानो ल्याउँछ त्यो टेबलमा हामीले 12 पत्ता लगाउनको लागि। त्यो भन्नाले 124 लाई 7 ले भाग गर्नु त कति आउँछ यी 7 एकान 7 5 ग 54 7 7 जा 49 बच्यो कति 5 भन्छ। 100 वर्षमा कतिवटा बिजोड दिन हुने रहेछ त 5 वटा बिजोड दिन हुने रहेछ। अब तपाईले यो यताको बुझ्नलाई मात्र हो, यो तपाईलाई प्रयोग हुँदैन, बुझ्नलाई मात्र हो। अब हामीले याद गर्नुपर्छ एक्जामको लागि 100 वर्षमा कतिवटा बिजोड दिन 5 वटा। 200 वर्षमा के हुन्छ त 5 + 5 = 10। यो 7 भन्दा ठुलो आयो। 7 भन्दा ठुलो आउने बित्तिकै यसलाई 7 ले भाग गरेन 7 एकान 7 3 भनेर 200 वर्षमा कतिवटा बिजोड दिन हुने रहेछ त हेर्नु त 3टा। 300 वर्षमा कतिवटा हुन्छन् त 300 बाट 3टा 5 5 5 5 100 वर्षमा 5 अर्को एउटा 100 मा 5 अर्को एउटा 100 मा 5 गर्दा 15। यसलाई 7 ले काट्नु कति भयो 7 दुना 14 1 बिजोड दिन। 300 वर्षमा कति हुने रहेछ त 1 बिजोड दिन हुने रहेछ। अब 400 वर्षमा कतिवटा हुन्छ त 400 वर्षमा त्यस्तै 5 चौको 20। तर यो 400औं वर्ष चाहिँ लिप इयर हो नि त। लिप इयर सेन्चुरीमा एक दिन बढी हुन्छ के यसमा। अन्तिम यो 400औं वर्ष के हो त लिप इयर सेन्चुरी हो। 400 ले गुणा जाने वर्ष इयर हो। त्यो भावनाले यसमा चाहिँ के हुने भयो त 5 चौको 20 + 1 यो त सेन्चुरी हो। सेन्चुरी हुने बित्तिकै एक थप्यो लिप इयर सेन्चुरी एक थप्यो 21 21 भनेको के हो त 21 लाई 7 ले गर्दा 7 त्यहाँ 21 0 अनि 400 मा के हुने रहेछ त 0। अब तपाईले यो याद गर्ने 5310 यो 5310 5310। अब 500 वर्षमा कति हुन्छ फेरि 5। 600 वर्षमा कति हुन्छ 3। 700 वर्षमा कति हुन्छ 1। 800 वर्ष लिप इयर सेन्चुरी है, लिप इयर सेन्चुरीमा 0। फेरि 900 वर्षमा कति हुन्छ 5। 1000 मा कति हुन्छ 3। 1100 मा कति हुन्छ हो। यसरी नै हामी डट गर्दै जान्छौँ 5310 5310। यति चाहिँ तपाईले याद गर्नुपर्छ 5310 5310। यो सेन्चुरी अड डेजहरु हो। 100 सेन्चुरी 200 सेन्चुरी यी सेन्चुरी अड डेजहरु हो। अहिलेसम्म हामीले कन्सेप्टहरु पढ्यौं, बेसिक कन्सेप्ट पढ्यौं। टेबलमा कुन बार राख्दाखेरि कति बिजोड दिन चाहिन्छ त्यो पनि पढ्यौं। अब हामी क्वेशन गर्न गइरहेका छौं। साथीहरु ध्यान दिनु होला। जस्तै मानव क्वेशनले सोध्यो 10 जनवरी 2005 के बार पर्छ। यसरी हामीलाई क्वेशन सोध्यो 10 जनवरी 2005 चाहिँ के बार पर्छ भनेर सोध्यो। म तपाईलाई 1900 1800 तिर पनि कसरी गर्ने मेथड यही क्वेशनमै सिकाउँछु। हो 2100 को बार 1800 मा चाहिँ के बार पर्थ्यो 1822 त्यसमा के बार पर्थ्यो हो ती बार निकाल्ने तरिका पनि यसमा सिकिन्छ। पहिला सुरुमा हामीले यो कुन शताब्दी वर्षमा मुभिङ भइराछ
कुन शताब्दी वर्ष कुन सेन्चुरीमा चाहिँ यो चलिरहेको छ, कुन सेन्चुरीमा क्वेसन सोधिरहेको छ, त्यो चाहिँ हामीले याद गर्नु पर्यो। जस्तै 2000 सेन्चुरी 2005 भने 2000 को रनिङ हो नि त, भन्ने बित्तिकै 2000 मा कतिवटा बिजोड दिन हुन्छ नि त? 2000 के त अघि हामीले 5310 पढ्यौँ। सेन्चुरी लिप इयर सेन्चुरीमा कति हुन्छ त? 0 हुन्छ। फेरि 21 मा के हुन्थ्यो 5, 22 मा के हुन्थ्यो 3, 23 मा कति हुन्थ्यो 1 अनि 24 मा के हुन्थ्यो 0। लिप इयर सेन्चुरीमा जहिले पनि के हुन्छ त? 0 अड्डेज हुन्छ। त्यो हुनाले यसको सेन्चुरी अड्डेज कति आयो त? 0। किनभने 2000 सेन्चुरीमा चाहिँ हाम्रो अड्डेज कति हुन्छ त? 0 प्लस हो पहिला सुरुमा सेन्चुरीको अड्डेज लेख्ने प्लस पत्ता लगाउनु पर्ने वर्षलाई खाली राख्ने, किनभने पत्ता लगाउनु पर्ने वर्ष त कम्प्लिट इयर होइन नि त। जस्तै 2005 यो 5 त कम्प्लिट इयर होइन, 2005 को त जनवरी 10 सम्म मात्र दिएको छ। भन्नुपर्दा 2005 त पुरै कम्प्लिट भएको वर्ष त होइन नि त। त्यो भए हामीले हामी के गर्छौँ, त्योभन्दा अघिल्लो वर्षसम्म सोधिएको वर्षको 1 वर्ष अघिल्लो वर्षसम्म कम्प्लिट इयरहरू हुन्। 2005 को 1 वर्ष अगाडि भनेको कुन हो? 2004। 4 वटा वर्ष चाहिँ हाम्रो के हुन्छ नि त? कम्प्लिट इयर हुन्छन्। कुरा भन्नुहुन्छ नि, सोधिएको वर्ष चाहिँ कम्प्लिट होइन, यसलाई नगर्ने। अहिले सोधिएको वर्ष कम्प्लिट होइन 2005, तर यसको 1 कम भने कति? 4 वटा वर्षहरू के हुन् त? कम्प्लिट वर्षहरू हुन्। 1 अघिल्लो वर्षसम्म कतिवटा वर्ष छन् त? 2005 को 1 अघिल्लो भनेको 4 वटा वर्षहरू कम्प्लिट वर्षहरू हुन्। कतिवटा वर्ष छन् त? 4 वटा। 4 वटाको जस्तै 1 देखि 4 सम्मको 1 अड्डेज सिधै लेखियो र यसमा लिप इयर पर्दा त 1 अड्डेज थप्नु पर्यो नि त। त्यो भएको हुनाले 1 अघिल्लो वर्षसम्म कतिवटा वर्ष छन्? 4 वटा वर्ष। यो भित्र 1 देखि 4 सम्म यो 5 को सम्म कतिवटा लिप इयर पर्छ त? जस्तै 2000 सेन्चुरीदेखि 2005 सम्म कतिवटा लिप इयर पर्यो? 2004। 4 ले गुणा जानुपर्छ, एउटा मात्र छ नि त 2004 भने चाहिँ +1। कतिवटा पहिला सुरु सोधिएको वर्षको 1 कम वर्षको सङ्ख्या लेख्ने प्लस त्यो भित्र कतिवटा लिप इयर पर्यो त? लिप इयरको सङ्ख्या लेख्ने। हामीसँग लिप इयर 2005 भित्र कतिवटा लिप इयर छन् त? 2004 एउटा मात्र लिप इयर छ भने चाहिँ 1 लेख्यौँ। ठिक छ, अब यति भइसक्यो, यो इयरको भयो प्लस। अब हामीलाई 2005 पत्ता लगाउनु पर्ने कुन महिनासम्मको दिएको छ त? 10 जनवरीसम्मको दिएको छ भने 10 जनवरीसम्म कतिवटा दिन हुन्छ नि त? 1 जनवरीदेखि 10 जनवरीसम्म 10 वटा दिन हो। यसरी 10 वटा दिन लेख्ने। यो सबैलाई जोडेर 7 ले भाग गरे पनि हुन्छ, यो 10 लाई सानो बनाए पनि हुन्छ। जस्तै यो 10 वटा दिन आउने 2005 को कतिवटा छन् त? जनवरी 10 भन्ने बित्तिकै यहाँ 10 वटा दिन छन्। 10 वटा दिनलाई 7 ले भाग गरिदिने, 7 1 7। 7 भन्दा ठुलो आउने बित्तिकै त्यसलाई 7 ले काटिहाल्ने। कति आयो त बिजोड दिन? 3 आयो हो। यो 10 जनवरीसम्मको 10 जनवरीको 10 वटा दिनको बिजोड दिन कति आयो त? 3 आयो। अब यो 3 अब सबै अड्डेज कतिवटा भयो त हामीसँग? यहाँ 3टा भए, एउटा 4, यो 4 ले 8, टोटल अड्डेज कति आयो त? 8 अड्डेज। 8 अड्डेज आउने बित्तिकै 7 वा 7 भन्दा ठुलो आउने बित्तिकै त्यसलाई काटिहाल्ने। 7 ले काटेर सानो सङ्ख्या निकाल्नु पर्यो। 8 लाई हामीले 7 ले भाग गर्यौँ, 7 1 जा 7। कति रिमाइन्डर आयो त? शेष कति आयो रिमाइन्डर? 1। टोटल अब हाम्रो अड्डेज कति आयो त? अड्डेज 1 अड्डेज आयो हो। किनभने 7 वा 7 भन्दा ठुलो सङ्ख्या आउने बित्तिकै त्यसलाई फेरि 7 ले हामी भाग गरिहाल्छौँ र त्यसको कति शेष आयो त? 1 शेष आयो। अब यो 1 शेष अघिको टेबलमा हेरौँ त, 0 आइतबार 1 के हो त? सोमबार। अघि हामीले बनाएको टेबलमा हेर्नु, सोमबार। यसरी 1 चाहिँ हाम्रो के भयो त? सोमबार भयो। एन्सर के पर्दैछ? फर्स्ट 10 जनवरी 2005 के पर्दैछ त? सोमबार पर्दैछ। अब यो कुरा तपाईँले 10 जनवरी 2005 चेक गर्ने कसरी एन्सर मिलेको मिलेन? तपाईँले क्यालेन्डरमा हेर्ने। तपाईँको मोबाइलमा जानु, मोबाइलमा चाहिँ क्यालेन्डर होला, इङ्ग्लिस क्यालेन्डर हेर्नु होला। फेरि नेपाली पात्रमा नभेटिएला, कन्फ्युज भइएला। इङ्ग्लिस क्यालेन्डरमा गएर 10 जनवरी 2005 हान्नु, त्यहाँ सोमबार रहेछ भने यो एन्सर राइट एन्सर, यदि सोमबार रहन्छ भने यो रङ हो। हामीले आफूले प्र्याक्टिस गर्दा पनि पहिला एन्सर निकालिसकेपछि निकालेको एन्सर क्यालेन्डरमा हेर्नु होला। धेरै ठाउँमा बुकको एन्सर हुन्छ, त्यो यदि क्यालेन्डरमा मिलेन भने तपाईँले गरेको अर्थ हुँदैन। हामीले निकालेको एन्सरहरू पात्र अनुसार मिल्नु पर्यो, जति वर्ष पछाडिसम्म पनि सकिन्छ। जस्तै म यहाँ अर्को क्वेसन गर्छु, हेर्ने एउटा। जस्तै 25 मे 2030 के बार पर्छ? यसरी हामीलाई क्वेसनले सोध्यो हो। 25 मे 2030 चाहिँ के बार पर्छ भनेर क्वेसनले सोध्यो। यो सोध्ने बित्तिकै हामी के गर्छौँ त? हेर्नु त, पहिला सुरु यो 2000 भन्ने बित्तिकै हाम्रो कुन हो? कुन सेन्चुरी इयरमा हामी मुभ गरिरहेको छौँ? 2000 सेन्चुरी। 2000 सेन्चुरीमा अड नम्बर कति हुन्छ त? अघि हामीले पढेका छौँ 5 3 1 0। लिप इयर सेन्चुरीमा जहिले पनि कति हुन्छ त? 0 अड्डेज हुन्छ। भने 2000 कति हो? 0 प्लस हो। हामीले पत्ता लगाउनु पर्ने वर्ष कुन हो? 30। 2030 को पत्ता लगाउनु छ भने यो 30 त कम्प्लिट होइन,
2030 को त हामीलाई 25 मे सम्मको मात्र दिन दिएको छ हो 2030 को 25 मे सम्मको मात्र दिन दिएको छ भन्नु अर्थ हामीले 30 कम्प्लिट होइन 30 कम्प्लिट नहुने बित्तिकै 30 भन्दा एक कम भने कति भयो त 29 वटा वर्षहरु 29 लेख्छौं कुरा भन्नुहुन्छ 30 भन्दा एक कम कति भयो त 29 भयो 29 वटा वर्षहरुलाई 29 लेख्यो प्लस यो 29 भित्र कतिवटा लिप इयर पर्छन् त यो 29 लाई 4 ले भाग गरिदिनु त 7 चौको 28 कतिवटा लिप इयर पर्ने छन् 4 8 12 16 20 24 28 यसलाई भाग गर्ने जस्तै 30 को एक कम 29 वटा वर्ष भयो यो 29 वटा वर्ष भित्र कतिवटा लिप इयर पर्छन् त यो 29 लाई 4 ले भाग गरिदिनु त 4 7 28 हो भने 7 वटा लिप इयर पर्दो रहेछ प्लस 7 यसरी जोड्ने हो अनि प्लस अब महिना कुन महिनासम्म जानु छ त हामीलाई मे को 25 2030 को मे 25 सम्म जाऊ भन्यो मे 25 सम्म जाऊ भन्ने बित्तिकै मे को 25 सम्म कुन मे 25 सम्मका दिन जोड्ने हो फेरि हामीले डाइरेक्ट 25 मात्र लेख्न पाइदैन मे 25 सम्म कुन जानु पर्यो जनवरी को 31 फेब्रुअरी 2030 लिप इयर हो कि नर्मल इयर हो यसलाई 4 ले भाग जाँदैन गुणन जाँदैन त्यो वालाले नर्मल हो नर्मल हुने बित्तिकै फेब्रुअरी कति हो त 28 जनवरी फेब्रुअरी मार्च हो मार्च कति 31 मार्च अप्रिल कति 30 अनि मे को हामीले कति दियो त 25 दियो भने यसरी 25 आउनु पर्यो हो पत्ता लगाउनु पर्ने वर्षको कुन महिनासम्म जाऊ भन्यो जनवरी देखि त्यो महिनासम्मका दिनहरु यसरी लेखिन्छ यिनीहरु प्रत्येकको अड डे साइडमा लेखिदिनु त 7 ले भाग गरेर 31 लाई 7 ले भाग गर्दा कति आयो 3 28 ले 7 ले भाग गर्दा 0 शेष कति आउँछ 7 ले भाग गर्दा यसलाई 7 ले भाग गर्दा शेष कति आयो 3 यसलाई गर्दा कति आयो शेष 2 यसलाई गर्दा कति आयो 7 21 4 हो यसरी हामी के गर्छौं त मन्थका आफ्ना अड डेजहरु अड नम्बरहरु पनि कति छन् ती निकाल्छौं बिजोड दिन निकाल्छौं अब तपाईहरुलाई यस्तो कपीमा लेख्दा अप्ठ्यारो भयो भने कहिलेकाहीँ हामीले अघि मुठी बनाएको सिस्टममा नि प्रयोग हुन्छ जस्तै जनवरीको 3 हो फेब्रुअरी 28 भन्ने बित्तिकै 0 जनवरी फेब्रुअरी मार्च टाकुरोमा आउने बित्तिकै 3 गहिरोमा 2 किन टाकुरोको 31 को महिना हो 3 हुन्छ बिजोड दिन 7 ले काट्दा 3 हुन्छ र त्यस्तै गहिरोको 30 को महिना हो के हुन्छ त 2 बिजोड दिन हुन्छ त्यस्तै तपाईको यहाँ 25 ले त काट्नु पर्यो 25 भन्ने बित्तिकै कति भयो त 4 हो यसरी 3 2 3 2 पनि लेखिन्छ टाकुरोको भागमा टाकुरोमा 3 गहिरोमा 2 3 2 एक्जाममा त्यो पनि गर्न सकिन्छ अब त्यसपछि हाम्रो काम के हो त यी सबैलाई जोडेर हामीले 7 ले भाग गरे पनि हुन्छ नभए 7 भन्दा ठूलो संख्यालाई काट्दै त्यसको सानो अड्डेज निकाल्दा नि हुन्छ हेर्नु 29 लाई 7 ले भाग गर्दिनु कति आउँछ 7 चौको 28 1 यसको बिजोड दिन कति आयो त 1 बिजोड दिन आयो 7 लाई 7 ले काट्दा कति आयो 7 1 7 0 अड्डेज 0 बिजोड दिन आयो हो ल अब बिजोड दिनहरु जोडौं 1 यहाँ छ यहाँ 0 भइहाल्यो 1 + 0 1 नै भयो 3 3 1 4 4 र 3 जोड्दा 7 8 9 9 10 11 12 13 जम्मा बिजोड दिन कति आयो त हाम्रो 13 वटा अड डेज हो 13 वटा अड डेज आउने बित्तिकै हामी के गर्छौं यो 7 भन्दा ठूलो आयो 7 भन्दा ठूलो आउने बित्तिकै यसलाई 7 ले भाग गरिहाल्ने 7 1 जा 7 7 6 कति रिमाइन्डर आयो त 6 हो यो शेष आएको संख्या कति आयो त 6 7 भन्दा सानो संख्या हामीसँग जम्मा बिजोड दिन कति आयो त 6 अड डेज आयो 6 अड डेज आयो भन्ने बित्तिकै अघिको हाम्रो टेबलमा अघि तपाईलाई मैले लेखाइसकेको छ त्यो टेबलमा 6 मा के छ त शनिबार त्यो टेबलमा हेर्नु होला 6 मा के छ त शनिबार हाम्रो आन्सर के रहेछ त शनिबार पर्दो रहेछ 25 मे 2030 मा के पर्दो रहेछ शनिबार यसैले तपाईहरुले धेरै पछाडी 20 30 वर्ष पछाडी सम्मको 50 वर्ष पछाडी सम्मको 50 वर्ष अगाडि सम्मका दिनहरु पनि तपाईहरुले यसरी पत्ता लगाउन सकिन्छ म तपाईहरुलाई एउटा 1900 को गरेर देखाउँछु यो सार्नलाई यस्तो क्वेशनहरु घरमा चाहिँ प्र्याक्टिस गर्न जुन जुन नम्बर सम्झे पनि हुन्छ तपाईहरुले आफ्नो जन्म मिति सम्झिने प्यारेन्ट्सको जन्म मिति सम्झिने हो अनि तपाईहरु यस्तो फोनमा गफ गर्दा पनि यस्ता नम्बरहरु सम्झेर तपाईहरु जन्म बार के हो हैन अहिले यो छ भने 2025 सम्म तिम्रो जन्म बार के हो म पत्ता लगाइदिन्छु भन्ने एकदम म्याक्सिमम प्र्याक्टिस गरे भने चाहिँ सकिन्छ जस्तै एक क्वेशन मैले गर्नु पर्ने म कसरी गर्छु ल हैन 2030 को मे 25 पत्ता लगाउनु छ भने नलेखिन पनि गर्न सकिन्छ 2030 को मे 25 पत्ता लगाउनलाई 30 पत्ता लगाउनु पर्ने वर्ष हो खाली राख्ने माइन्डमै 30 को एक अघिल्लो वर्षसम्म कतिवटा वर्ष हुन्छन् त 29 वटा वर्ष हुन्छन् 29 वटा वर्षको अड डेज कति 29 सिधै थाहा भयो 29 भित्र कतिवटा चाहिँ लिप इयर पर्छ त 29 लाई चाहिँ 4 ले भाग गर्नु त कति हुन्छ 7 चौको 28 7 वटा लिप इयर परे 29 मा 7 जोड्दा 36 36 लाई 7 ले भाग गर्दा 1 2029 सम्म टोटल अड डेज कति आयो त 1 29 सम्म 29 वटा अड डेज 29 भित्र 7 वटा लिप इयर परे भने 29 7 36 36 लाई 7 ले भाग गर्दा कति भयो त 7 5 35 1 बिजोड दिन अब 30 को हामी पत्ता लगाउँछौं 30 को जनवरी कति 31 मार्च टाकुरोमा 3 भयो फेब्रुअरी कति 28 को 0 मार्च कति 31 को 3 3 3 6 हो
अप्रिल कति 2 6 2 8 अनि मेको हामीलाई कति भनेको छ त 25 25 भन्ने त्यो 7 21 4 25 25 को अड्डेज कति आयो 4 हो 8 4 12 अगाडि कतिवटा अड्डेज थियो त एउटा थियो 12 1 13 13 लाई 7 ले काट्दा कति भयो 7 1 7 7 6 13 भने त्यो 6 बिजा दिन 6 बिजा दिन भने त्यो शनिबार यसरी पनि भन्न सकिन्छ तर यसको लागि के हो त प्र्याक्टिस चाहिँ हुनु पर्यो किनभने तपाईले 15 20 वटा क्वेशन चाहिँ दैनिक 2 4 वटा क्वेशन गर्दै हप्ता दिनमा 20 30 वटा क्वेशन चाहिँ प्र्याक्टिस गर्ने भने लेख्नै पर्दैन कपीमा मैले भने जस्तै भन्न सक्ने भइन्छ म तपाईहरुलाई एउटा क्वेशन दिन्छु तपाईले त्यसको आन्सर चाहिँ कमेन्ट बक्समा लेखेर दिनु होला एउटा क्वेशन टिप्नु त सबैले 24 जुलाई 2025 के बार पर्छ यो भिडियो हेरेर बस्नुभएका सम्पूर्ण साथीहरुले यो क्वेशनको चाहिँ तपाईले आन्सर गरेर कमेन्ट बक्समा राख्नु होला म यसको अर्को पार्टमा चाहिँ हामी एउटा वर्ष दिएर जस्तै 2005 को 1 जनवरी दिएर 2010 को सोध्दा के हैन एउटा वर्षको अहिलेसम्म हामीले डाइरेक्ट बार पत्ता लगाउन सिक्यौं जस्तै सिधै 24 जुलाई 2025 पत्ता लगाऊ भन्ने क्वेशन सिक्यौं अब हामी अर्को पार्टमा चाहिँ अर्को भागमा चाहिँ के सिक्छौं भन्दा एउटा बार दिएर अर्को बार सोध्ने जस्तै 2008 को दिएर 2016 को पत्ता लगाऊ भन्ने 2024 को दिएर 2014 को पत्ता लगाऊ भन्ने हो त्यस्तो एउटा बार दिएर अर्को सालको बार सोध्ने त्यो टाइपको क्वेशन हामी यसको म पार्ट 3 मा गराउने छु आज हामी यति क्वेशन गर्ने छौं तपाईहरुले यो क्वेशन गरेर यो कमेन्ट बक्समा राख्नु होला म तपाईहरुले यो अर्को पार्टमा चाहिँ सुरुमा यो क्वेशन गर्दिने छु तपाईहरुलाई यो आज गरेको कुराहरु यो टपिक्समा पढेका कुराहरु सजिलो लाग्यो यतिको म गर्न सक्छु भन्ने भयो र यतिको राम्रो छ भन्ने लाग्यो भने पक्कै पनि एकचोटी चाहिँ शेयर चाहिँ गर्नु होला हस् धन्यवाद